सेवा सबैमा नमस्कार। आजको मेरो अर्को नयाँ भिडियोमा स्वागत छ। अनि म चाहिँ लाप्लेङबाट चढेर आइसकेको छ। बिहान चाहिँ हप्ता भएर भिडियो बनाउनु भ्याएन, किनभने आज यहाँ आइपुग्नु पर्ने थियो नि त, ढिलो हुन्छ भनेर हो। अनि त्यसपछि कोही चाहिँ यहाँनिर नक्कल पारेर यस्तो यता हेर त, उसको चाहिँ आज रिजल्ट छ होइन। अनि ऊ चाहिँ यसरी नक्कल पारिरहेछ। अनि अब हामी चाहिँ रिजल्टको लागि स्कुलमा हिँड्नु जानु लागेको हो। छ्या त्यस्तो चाहिँ लाउँदैन है। 10 बजी स्कुलमा बोलाएको छ होइन। अनि अब चाहिँ हामी जानु लागेको रिजल्टको लागि, रेडी भइसक्यो हामी चाहिँ। अब हामी हिँड्न लागेको होइन। अनिखेरि आइसकेर चाहिँ लाउनु पर्दैन ल, गाजर लिएर आयो। गाजर र लिप्स्टिक लाउने, बाप्रे म त केही लाउँदिनँ, मलाई गाजर लिप्स्टिक लाउनु पर्ने ल। त्यही भएर खाना हामीले उतै खाएर आयौँ। अब चाहिँ जान्छ। अनि भोलि काठमाडौँ जान्छु, नानीको सिँगडी जान्छ ल। जोडिँदै गर्नु होला, हेर्दै गर्नु होला। मेरो नानीको रिजल्ट छ आज हो, हेर्दै गर्नु ल। गाइज आज मेरो छोरीको रिजल्ट थियो होइन, फर्स्ट भएछ। फरेको छ ल, के भन्नु ल भन्नु। फाइनल इक्जाममा के भयो? अनि ऊ चाहिँ फर्स्ट भएर मक्कै पर हिँड्दैछ कि आमा, भुइँमा खुट्टै छैन, उड्दैछ। ए उसले त आज त कोलाई ठग्छ। होइन। अनि अब हामी चाहिँ अब घर जानु लागेको हो उसबाट। हामी चाहिँ स्कुलबाट आएर यहाँ यत्रो भुन्टी नानीलाई भेटेको कि। अनि ऊ चाहिँ हामीलाई भेटेर रुन्छ, चिनेन जस्तो छ। उसको मम्मी मात्रै चिन्दो रहेछ है इन्जल। है इन्जल के हामीलाई नचिन्ने प हामीलाई पो चिन्दैन रहेछ। यो चाहिँ 4 महिनाको हुनु लागिसक्यो है। 4 महिनाको छोरी हो हाम्रो चाहिँ होइन। ल हामी चाहिँ यहाँ खाएर मोमो खाँदैछौँ, आज खाँदैछौँ। यहाँ दाइ दिदी यता बस्नु, खानु है। मम्मी सुन्दर जानेको ल्याउनु हुन्छ, म बिगाल्छु गयो। दाजु हाम्रो चाहिँ एउटा केटी छ कि यहाँनिर, भुन्टी छ क्या। यहाँ हेर्नुहोस् न, है कति क्युटी भएको, मोटी भएर यसो त रोएर अघि मलाई अत्याइदिएर न बाउ छ न आमा छ। म त टेन्सन भएको छु त। आमामा गर्छ क्या, त्यो रोडतिर लान्छु। दुईचोटि गयो त्यहाँनिर, जिस्काउँछ मलाई। जिस्काएको कसले सिकायो जिब्रो निकाल्नु? कसले सिकायो? रुन्ची यो जिब्रो झिक्नु कसले सिकायो? म त 3 चोटिसम्म रोडमा हेर्नु गएँ, आउँदैन फोन गर्छु ल आयो भन्छ, फेरि हेर्नु जान्छ छैन। ऊ टुडी खेल्छौँ रे दिदीले, मोजा ल्याइदिनु यसको। अन्त मोजा र पन्जा ल्याउँछ ल। अब चाहिँ हामी टुडी खेल्न जानु लागेको। त्यहाँ चाहिँ वज्र 10 करोड वज्र मन्त्र जाप हुँदैछ त्यहाँनिर चाहिँ। अनि अब हामी त्यहाँ जानु लागेको होइन। जानिदिने टुडी खेल ल। अब चाहिँ हामी त्यहाँ जान्छौँ होइन। अनिखेरि जानेको नजाने? अनि जाने नि कोसँग बस्नु त? अनि आज त मेरो नानीको रिजल्ट हो होइन। अनि यहाँ थियो न। अनि मेरो छोरीको चाहिँ रिजल्ट हो आज। अनि ऊ चाहिँ फर्स्ट भएको है। उसले चाहिँ फर्स्ट भयो, उसको चाहिँ 100% आएको हो क्या। 100मा 100% आएर चाहिँ उसको चाहिँ ऊभन्दा अरू साथीहरूको नि 100% आएर छ। जे भयो नि ऊ चाहिँ फर्स्ट भएको। 100% भने फर्स्टै हो, त्यो क्लासमा टप भएको। A+ लाग्छ नि त। मेरो बेबी त ज्ञानी छ। फाइनल इक्जाममा त। अनि भरे बाबा आउँछ अरे, बाबालाई के किनी माग्ने रे? किन्नु चाहिँ त अहिले किन्ने। अनि अरू पिज्जा खाने रे, बर्गर खाने रे, जुस खाने रे। उसको त के हो, भरे होटेलमा गएपछि पनि थाहा हुन्छ। भरे डिनरै बाहिर हो कि होइन त नानी? डिनरै बाहिर खानु जाने हो भरे ल। अब चाहिँ हामी जानुपर्ने हुन्छ त्यतातिर घुम्नुलाई, उता के अरे त्यो टुडी खेल जानुपर्ने हुन्छ। मोजा पन्जा त पर्दैन होला। अनि यो चाहिँ आम्मामा ल्या एकचोटि मेरो त दिमाग खराब भयो नि हौ। अन्त त्यसको बाहु भेटेपछि त मलाई रिस उठाउने होइन नि। फेरि मलाई रिस उठाउने होइन भाइ, मलाई धेरै रिस उठाउने होइन नि। मैसँग त अनि भोलि बस्ने पर्सि बस्ने। तिम्रो बाबा छोडेर गइहाल्छ त, मैसँग बस्ने त भाइ। गालामा ठ्याम पर्काउनु पर्ने है। पर्काइदेऊ, गाला पर्काइदेऊ। ल्या अबि बाबा आएपछि त यस्तै बसेर भि मसँग त आँतेर किन त्यस्तो होला त? ठुली भयो है हाम्रो बेबी त, ठुली भयो है। ल हेर्नुहोस् है, हाम्रो बेबी चाहिँ यत्रो ठुलो भइसक्यो।
अब उता लामाकोमा लामा त्यो वज्र मन्त्र जापमा जाने हो हामी पनि टोडी खेल अनि त्यही गएर भेट्नुपर्छ अब चाहिँ बाई 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 भनिदेऊ बाई बाई सबैलाई बाई बाई ल ल यहाँ टोडी खेलमा चाहिँ यस्तो चल्दैछ हो यहाँनिर मन्त्र जाप हुँदैछ होइन यहाँनिर के भन्छ भित्र ठुलो लामाले पर केही होइन भन्दै हुनुहुन्छ यतातिर यो संसारमा सम्पूर्ण प्राणी जगत प्राणी अनि यता मान्छेहरू चाहिँ अलिअलि हुनुहुन्छ हो अनि उता आइसक्रिम पसल छ अलिअलि छ अनिखेरि उतातिर क्याफेहरू त्यहाँ डोनेसनहरू पनि छ रमाइलो छ भित्र यहाँ छ बाबा छोरा यहाँ छ निनी छोरी ल भित्र प्रवचन गरेको चाहिँ यहाँ पनि टिभी लगाइदिइरहेछ अनि यहाँ टिभी लगाएर पनि यहाँनिर हेर्नु मिल्यो भित्रै ठाउँ नभएपछि यहाँ पनि हेर्नु मिल्यो होइन अनि यहाँ खै के पो भन्नुहुन्थ्यो यहाँ नाम त के पो थियो लामाको नाम त थाहा छैन यस्तो छ होइन अनिखेरि यहाँ बाहिरबाट नि हेर्नु मिल्यो भित्र बसेर नि हेर्नु मिल्यो अनि यतातिर चाहिँ यस्तो डोनेसन बक्सहरू चिया पसल अब क्याफेहरू छ पाउन गर्छ होइन ल अनि उपर बाउजू हिँडिसक्यो यहाँ आमा यता अनि हामी पनि हिँडिसक्यो अब चाहिँ हामी पनि हिँडेको जाने हो अब सबैजना हामी चाहिँ टुरी खेलबाट आइसक्यौँ होइन अनि अहिले चाहिँ बेलुकै भइसक्यो मैले लुगा पनि धोएँ अनि त्यसपछि फुलहरूमा पानी हालेँ अनि अहिले चाहिँ दिपेश आउनु भएको छ अनि दिपेश चाहिँ यहाँ नानीको यो रिजल्टहरू चेक गर्दैछ नि त यहाँ कपी स्कुलबाट पठाएको छ फाइलै अनि यहाँ चेक गर्दै हुनुहुन्छ होइन अनिखेरि दिपेश के अरे नानीले चाहिँ 100/100 ल्याएको नि त जो उयो के अरे पर्सेन्टेज फुल पर्सेन्टेज ल्याएको नि त अनि दिपेश अनि के छ छोरीको बारेमा छोरीले 100/100 ल्याउँदा कस्तो फिल हुँदैछ खुट्टा मासतिर चियर चल्दा झन्डै उतार्नु चाहिँ भयो खुट्टा मासतिर चियर सुन्नु न 1 वर्षभरिको तपाईँको नयाँ स्कुलको 1 वर्षको मेहनत छोरीले गरेको तपाईँलाई कस्तो लाग्यो तपाईँको खर्च अनुसार ठिक छ दिपेशको खर्च अनुसार ठिकै छ फर्स्ट भएको बदली हो के गर्छ स्पिकर चाहिँ ल भन् माइकवाला पो भनेको होला अहिले त माइक र उयो भएको ए माइकवाला ए मैले त्यो डल्लो ब्लुटुथ चलाएको स्पिकर होला भने अनि यो एकछिन राख्नु त अनि के छ ठिक छ नि दिपेश यो त सेकेन्ड टर्मतिरको होला हो क्या यो त कति थर्ड ट्राइमेस्टरको यो त गोल भेडा है त्यो चाहिँ यहाँ हेर्नुहोस् गाइज हाम्रो छोरीको ह्यान्डराइटिङ चाहिँ यस्तो छ है के एकछिन नानी खुकुरी इज अ नेसनल वेपन अफ नेपाल राम्रो छ ह्यान्डराइटिङ चाहिँ खुकुरी अनि नानी चाहिँ त्यही हो पर्सेन्टेज राम्रो ल्याएको छ A+ भइहाल्यो होइन अनिखेरि 100/100 सबैमा क्लियर छ सबैमा एउटा नि मिस्टेक छैन सब राम्रो गरेको छ उसले चाहिँ अनि अब उसले चाहिँ बाबालाई ठग्छु अरे होइन अनि दिपेश सुन्नु न तपाईँको पैसा अनुसार छोरीको मेहनत अनुसार राम्रो भएको छ तपाईँलाई के लागेको छ फेरि भन्दैछु ठिक छ मेरो छोरीले ठग्छ रे यहाँ के ठग्छ माइकवाला स्पिकर पो चाहिएर पुरा यो गर्दै के हो तिम्रो नाम भन्दै भन्छु रे ल अब हामी बजार जान्छौँ होइन त जाने होइन तलतिर पनि जानुपर्छ क्या तिम्रो ससुराली चाहिँ कहाँ हो ल ल आना बाबालाई सिकाएको त्यो गीत चाहिँ बाबाको साली अब एउटा कसले रूपा सानीले के गरे के लिनु रे दिपेश ए त्यो गरेर देखेन ल जाउँ न छिटो तलतिर पनि जानुपर्छ खायो त नि आइसक्रिम किन्डर जोय उसको आज पार्टी केक अस्ति नै उता लाइफलाई मैले नि ज्वरो आएको जस्तो भएको थियो बेलुका तँ जाउँ न कहाँ जाने कति पर्छ भन्दा के थाहा त्यो त टन्नै महँगो पर्छ नि त
म त 5 रुपियाँ ठग्छ होला भनेको नि ल न गइहालौँ के तलतिर जानुपर्छ नगर नानी त्यस्तो नगर ल जाउँ ल अब चाहिँ हामी हिँडेको ल गाइस ल साथीहरू हामीले चाहिँ नानीको लागि के किनिदिएको छ भन्दाखेरि चाहिँ कहाँ गयो माइक वेयर इज द माइक माइक ए यहाँ छ ल के किनिदियो भन्दाखेरि यो माइक एउटा होइन अनि यो माइकको लागि यो स्पिकर भइहाल्यो यो स्पिकर र यो माइक होइन यो कसरी अन गर्ने हो यहाँ अन गर्ने बाप्रे यस्तो मार्छ होला मलाई यो हो अनि त्यसपछि यो नयाँ वाटर बोतल किनेको होला यो चाहिँ साह्रै मन परेको थियो अरे त्यही भएर यो वाटर बोतल किनिदियो अनि त्यसपछि यो माइक के अरे अफर स्पिकर भइहाल्यो होइन अब चाहिँ हामी दिदी घरतिर जानुपर्ने हुन्छ दिदी घरतिर जान्छौँ हामी चाहिँ बजारबाट आइसक्यौँ होइन नानीलाई चाहिँ त्यही हो स्पिकर किनिदिएको छ नि त स्पिकर किनिदियो बोतल वाटर बोतल किनिदियो अनि अहिले चाहिँ 8 बज्नु आयो अहिले पो जाँदैछौँ हामी चाहिँ अहिले गएर यो कहिले पकाएर खानु हो हाम्रो पर्ने हो त्यो त 5 मिनेट भयो ल अनि यो चाहिँ पुरा अँध्यारो भइसक्यो चारैतिर इच्छा त गरेको छ क्या अघिदेखि आइज आइज भन्थ्यो छिटो चाहिँ हिँड्नु ल आजकल त चैत लागेको छ होइन यहाँ चाहिँ पुरा के अरे दशा खड्को लागि रेडी हुँदैछ सामानहरू अनि यतातिर ए अङ्कित दादा फेरि हेर न इन्जिनियर साहब होइन रे यहीँ अनि यो फेरि यहाँ मस्त लडीबडी कस्तो राम्रो देखेको बुन्टीलाई आए नगर नानी खाँदैन यो दिदी फेरि जिस्केर बस्छ बहिनीसँग आऊ तिमी चाहिँ दिदी बहिनी हो तिमी बहिनी हो चाचा लाएको हेर न फेरि चाचा लाएको नक्कली खाली रस्तो त्यही त नै फुस्के त यो चाहिँ भुन्टी है यो चाहिँ भुन्टी हो नि फेरि है यता हेर न यता हेर को होला यो राम्री राम्री मान्छे गाइज हामी चाहिँ दिदी घरबाट आइसकिसक्यौँ खाना खाइवरी होइन तल पनि माछा ल्याएको रहेछ हामीले माछा लगेको थियो त्यही माछाहरू पकाएर खाएर आयौँ अनि नानी चाहिँ यहाँ सुत्यो तलबाट तलै सुतिसकेको थियो ऊ चाहिँ अनि अहिले सुतिसक्यो ओके थ्याङ्क यू फर वाचिङ